हेलो साथीहरु, गुड इभिनिङ। के गर्दै हुनुहुन्छ? हेर्नुस् त वेदर कस्तो राम्रो छ है। यो समय चाहिँ म हाम्रो लीला बहिनीको घर जाँदैछु। यतातिर चाहिँ यहाँ सबै खन्दैछन् कि बनाउँदैछ, त्यसैले यहाँ पुरै बारिरहेछ। अनि हामी चाहिँ आज क्रिसमसको शपिङ गर्न जान लागेको। म चाहिँ मेरो घरबाट निस्किसकेँ अनि लीलाकोमा आएको छु। यहाँबाट हामी नैना गुरुआमाकोमा जान्छौँ। त्यहाँबाट चाहिँ हामीलाई पास्टर सञ्जय आउनुहुन्छ रिसिभ गर्नुको लागि। हाम्रो लीलाकोमा आइसकेँ म। को छ घर? साथी हो। अनि अब हामी यहाँ चाहिँ लीलाकोबाट निस्क्यौँ। जाँदैछौँ त नैनाकाला गुरुआमाकोमा। आजको वेदर साह्रै राम्रो छ, हेर्नुहोस् न। हेर्नु न, हिजोको पानीले यहाँ पुरै हिलो भएको छ बाटो पनि। यहाँ गुरुआमाको आइपुग्यौँ। अब गुरुआमा खै छ यो समय चाहिँ हामी अब सपिङ गर्नु जाँदैछौँ। हाम्रो गुरुआमा यता लीला अनि हाम्रो गुरुबाबु गाडीमा हुनुहुन्छ। अगाडि बस्छौ भाइ? अगाडि बस्छौ? बस नमस्ते भाइ। हामी चाहिँ यता अनि सपिङको लागि जाँदैछौँ होइन? ठिक छ। हाम्रो पास्टरले लिएर जाँदै हुनुहुन्छ हामीलाई। दुईटा खसीले ढाले म त देख्न म छोडिदिन्छु। हजुर, सामानहरु रेडी भएपछि मलाई फोन गर्नुहोस् न। म हुन्छ भाइ। तपाईहरुकै कामको लागि म यतै हुन्छु। ए हुन्छ भाइ, हुन्छ। गाह्रो होला। सब्जी मार्केट जाने? हजुर भाइ। यो समय चाहिँ फेरि हामीलाई छोडेर भाइ जाँदै हुनुहुन्छ। कता पस्नु? मोबाइल नदेखाउनु है। उता जाऊँ पहिला बिचा। हामी सब्जी लिन आयौँ। बाटो हेर के त दिदी भन्दैछ। हामी यस समय सब्जी मन्डीभित्र बस्दैछौँ। यो चाहिँ सब्जी मन्डी हो। सब्जी दोकान खिराइसक्यो, यहाँ पनि पाइन्छ। ल जाऊँ। अब हामी यहाँ सामान किन्न आयौँ। भैया बिन्दास चावल है? सामान यहाँ हामीले सामानको लिस्टमा हेर्दै अब भन्दैछौँ। बल्ल भयो। कति अरे यो? 2 प्याकेट यसले पुग्छको दाम? पुग्छ पुग्छ। 3 प्याकेट के भयो? माया के हो अब यो कति भनेछ? एकछिन है। गरम मसला मिक्स भनेछ दीजिएगा। हाँ, अलग अलग डाल दीजिए। आप मिक्स किया? क्या गरे? प्याज 5 रुपैयाँ किलो, 5 रुपैयाँ किलो। सामान किन्दै भोलिको क्रिसमसको लागि एकपल्ट बसौँ। क्रिसमसको सपिङ यहाँ भएछ। हजुर आज सपिङ गरेको क्रिसमसको अब
घरमा आइसक्यौँ अब सबै मिलेर सार्दैछ खोइ मलाई नि दिनु एउटा हाम्रो गुरुबाहरू हेर्नु यस्तो हुनुहुन्छ हाम्रो गुरुबाहरू यहाँ मेहनती सबै कुरामा लाइभ होइन भाइ लु हेर्नु है हाम्रो क्रिसमसको सपिङ चाहिँ डह्रो भएको छ हाम्रो गुरुबाले हामीलाई सघाउनु भयो सपिङको लागि सबै तयार यस्तो हुँदैछ सबै आफ्नो आफ्नो ठाउँमा ल हेर्नुहोस् हाम्रो मेन सेफ उहाँ अनि उता मासु पाक्दैछ उता सलाद पुलाउको लागि तयार हुँदैछ देखाइसक्यो मैले उता अरू यता भाइहरू सलाद काट्नेहरू उता अर्को कुक उता अर्को कुक ओ कोही फेरि बाहिर जानुभएको छ पानी लिनुलाई यता मासु कुक यहाँ चाहिँ फेरि मासु सेट यता चाहिँ प्याजको सेट यता ग्रेभी बनाउँदैछ हाम्रो भाइले यता यहाँ मेन सेफ सबै उ गर्ने सबै कुरा छ अब के भन्नु भन्यो गुलियो हुन्छ अमिलो सबै तयारी हुँदैछ आफ्नो आफ्नो ठाउँबाट सब तयार गर्दैछन् हेलो यसो प्लिज हाम्रो हिरो हुनुहुन्छ हामी चाहिँ भिलेन हामी चाहिँ एउटा पापी थियो हाम्रो निम्ति चाहिँ एक मात्र यो मुभी एउटा मात्र बाहिर आउनुहुन्छ भिलेनको लागि चाहिँ हिरो जय मसी बसी बसी जय मसी जय मसी